गाइजहरू हेर्नुहोस् हाम्रो अफिसको नजारा यस्तो छ, कस्तो सुनसान छ। तुयालो परेको जुन दिनदेखिको भोटको बालेन्साको जित्यो त्यही दिनदेखिबाट घामै हरायो है मिस। घाम हरायो, यस्तो सुनसान छ, रमाइलो पनि लाग्दैन है मिस अचेल। अफिसमा पनि सुनसान लाग्छ, के गर्नु, आउनै पर्यो अफिस। सुनसान छ यस्तो। त्यतातिर नजाने अगाडि चितुवा आउँछ उयो हाम्रो उसमा जाऊँ न, चितुवाको पनि छ है त्यस्तो। ल हाम्रो साथीहरूलाई हाम्रो अफिस पनि थोरै थोरै देखाइदिन्छु। लन्च टाइममा यसो घुम्न निस्केको हामी चाहिँ। कस्तो तुयालो परे जस्तो है मिस, पानी आउला जस्तो तर हावाहुरी नआइकन कम हुँदैन नि है मिस। अब हुन त अब अहिले हिजोआज मौसम पनि त्यस्तै छ, बेला पनि त्यो हावाहुरीको। कस्तो रमाइलो थियो, खाजा खान्थ्यौँ, रमाइलो गर्थ्यौँ है मिस। अब त कस्तो नरमाइलो लाग्यो, मिटिङले छोडेर गएदेखिबाट नरमाइलो हो है मिस। त्यहाँदेखिबाट अफिसैको रौनकै गयो जस्तो हो। साथी छुट्टिहाले, पानी ठुलो पर्न थाल्यो दिदी। पानी पनि ठुलो पर्यो। हस्, हाम्रो यो डिजल हाल्नुपर्ने यहाँ छ। थोरै क्लिक गरेर देखाइदिन्छु हाम्रो हेटौँडा सिमेन्ट फ्याक्ट्री। यही हो साथीहरू, अब यस्तै छ जसो आउनै पर्छ। घुमेर भए पनि बसेर भए पनि टाइम पास गर्नै पर्यो, अफिस त बस्नै पर्छ। ओके बाई।